भर्खरमा चढाइदिएको छु। यस्तो छ यता भित्र जाउँ कस्तो छ। यता बाहिर यस्तरी फोहोरहरू भयो, फुलहरू यता तपाईँ फालियो। पुजारीको म यसमा ध्यान आकर्षण गराउन चाहन्छु, सरसफाइ गर्नु पर्दैन। तपाईँ पुजारी पदमा रहँदै गर्दा को हुनुहुन्छ पुजारी? जो भयो भने म पुजारीलाई सरसफाइको लागि पहल गरिदिनु विनम्र अनुरोध गर्दछु। जस घरमा मुर्त यति बिहानको 7 बजिसक्यो, पुजारी मन्दिरमा आउनु पर्दैन? के खाना खाएर आउने मन्दिरमा पुजारी? जस्ट म चाहिँ यहाँ यस्तो गरिदिएको छु। जस्ट यहाँ भित्र चाहिँ म अब जाँदैछु। जस्ट प्रवेशद्वार चाहिँ यस्तो छ। म पत्रकार सृजन गुरुङ। यताको ढोका चाहिँ खुल्नु पर्दैन। भित्र गएर यस्तो छ, यस्तो फोहोर छ मन्दिर। यसमा म पुजारीको ध्यान आकर्षण गराउँछु। को हुनुहुन्छ यहाँ पुजारी? पूजा गर्दैमा मात्र तपाईँको कर्तव्य पुरा हुन्छ पुजारीज्यू। तपाईँले मन्दिर सरसफाइ गर्नु पर्दैन? म तपाईँलाई प्रश्नमाथि प्रश्न गर्न चाहन्छु। यस्तो फोहोर हुन्छ मन्दिर? यस्तो गुन्द्रीहरू यस्तो छ यहाँ माथि, यसरी चन्दियाहरू धुनु पर्दैन तपाईँले पुजारी पदमा रहँदा? आएर बत्ती बालेर जाँदैमा तपाईँको कर्तव्य पुरा हुन्छ? म अकलादेवी मन्दिरका पुजारीको ध्यान आकर्षण गराउन चाहन्छु। भित्र पनि यस्तरी फोहोर छ, जताततै फोहोर यस्तै फालिएको छ। यता जालोहरू यस्तै लगाएको छ। यता घन्टीहरू पनि यस्तो धुनु पर्यो पुजारीज्यू। नयाँ बनाउनुहोस्, धुनुहोस्, सफा गर्नुहोस्। म तपाईँलाई हार्दिक धन्यवाद दिन्छु सफा गर्नुभयो भने। यस्तै काम गर्दा, यस्तै हरकत गर्नु भने म तपाईँलाई रामपुर नगरपालिका समक्ष कडाभन्दा कडा कारबाहीको जारी गर्न चाहन्छु। पुजारीज्यू को हुनुहुन्छ यहाँ पुजारी? मलाई त्यो त ठ्याक्कै जानकारी रहेन, किनकि म पत्रकारिता पदमा रहँदै गर्दा मैले आफ्नो ठाउँ आफ्नो गाउँ भनेर हुँदैन। म किनकि पत्रकारिता निष्पक्ष रूपमा गर्नुपर्छ। त्यसैले तपाईँलाई म यस मन्दिरको सरसफाइदेखि लिएर यता सबै यो सरसफाइदेखि लिएर तपाईँ मन्दिर व्यवस्थापन समितिमा मन्दिर व्यवस्थापन सबै निर्माण कार्यमा तपाईँ सामग्री व्यवस्थापन धेरै निर्माण कार्यमा तपाईँको ध्यान आकर्षण गराउन चाहन्छु। म पत्रकार सृजन गुरुङ। पुजारीज्यू यस मन्दिरका पुजारी को हुनुहुन्छ? मलाई ठ्याक्कै नाम त थाहा भएन। जस्ट जो भए पनि यसको सरसफाइ गर्नु पर्यो। तपाईँले यस्तै अगरबत्तीको बालेर यतिकै छोड्ने हो, फुलहरू यतिकै चढाएर छोड्ने हो तपाईँले। यता कुनामा यस्तै फोहोरहरू थुपार्ने हो, पत्रिका कपास यस्तै फोहोर राख्नु पाइन्छ? देवीको मूर्ति छ हो, मलाई थाहा छ भगवान्लाई हामीले पुज्नुपर्छ, तर पुज्ने भनेर पुजारीले पनि पुज्ने भनेर पूजा गर्ने मात्र पुजारीको काम हुँदैन। पुजारीको काम धेरै हुन्छ। काममा तपाईँलाई कुनै दिन खुलाइदिउँला। यतातिर चाहिँ यस्तो छ। यतातिर मन्दिर यस्तरी फोहोर छ, यस्तरी जालहरू लागेको छ अकलादेवी मन्दिरमा। यस्तरी यहाँ मात्र होइन, मन्दिरहरू सबै प्राय मैले फोहोर नै देख्छु। यहाँ खै लाइन पनि छैन यहाँ। के यो देखाउनको लागि राखेको हजुरहरूले बोर्ड? यो देखाउनको लागि राख्नु भएको बोर्ड? म तपाईँलाई प्रश्नमाथि प्रश्न गर्न चाहन्छु। यतातिर यस्तो छ, यतातिर यो मूर्ति छ। म चाहिँ पत्रकार सृजन गुरुङ। दर्शक महानुभाव, म चाहिँ यस अकलादेवी मन्दिर रामपुर आफ्नो सर्तीमा रहेको अकलादेवी मन्दिरको सरसफाइमा पुजारीको ध्यान आकर्षण गराउन चाहन्छु। को हुनुहुन्छ पुजारी? अब मेरै बाबा भए पनि मैले उहाँले कराउँथे भन्थे। सफा गर्नु पर्यो, लौ न बा, लौ तपाईँले गरिदिनु पर्यो बाबा, लौ मन्दिर फोहोर भयो, तपाईँको ध्यान छैन, तपाईँ पुजारी मात्र बसेर हुन्छ, तपाईँ सरसफाइ गर्नु पर्दैन बाबा भनेर मैले आफ्नै बाबा भए पनि भन्थेँ, आमा भए पनि भन्थेँ। तर तपाईँ त पुजारी हुनुहुन्छ। पुजारी भनेको त पुज्ने व्यक्ति हो। हामीले म सम्मान गर्छु तपाईँलाई। तपाईँले यहाँ सरसफाइ गर्नु पर्दैन? यस्तरी माकुराको जालोहरू छ नि, छन्। यस्तरी यता मासतिर जालो लगाएको छ। यता यस्तरी फोहोर छ अकलादेवी मन्दिर। यता पत्रिकामा यस्तरी के थुपारिएको छ। आएर यसरी बटन पड्काएर बत्ती बालेर यस्तरी जाँदैमा तपाईँको कर्तव्य पुरा हुन्छ पुजारीज्यू। यहाँ लाइन पनि छैन, यस्तो छ, यहाँ लाइन पनि छैन अकलादेवी मन्दिरमा। तपाईँ आएर सरसफाइ गर्नु पर्दैन? यस्तरी पत्रिकाहरू फोहोरहरू छोडेर हिँड्नुहुन्छ तपाईँ। के पुजारीको काम मन्दिर आएर बत्ती सल्काउँदैमा त्यो पुजारी हुँदैन कि? त्यस्ता पूजा म पनि गर्छु पुजारीज्यू, मलाई पनि थाहा छ पूजा सम्बन्धी धेरै कुराहरू। आउनुहोस् मसँग सिक्न, आउनुहोस्, म तपाईँलाई सिकाएर पठाइदिन्छु पुजारीज्यू। को हुनुहुन्छ? बुबा हुनुहुन्छ कि अझै हजुरबुबा हुनुहुन्छ कि अझै अग्रज पुर्खा हुनुहुन्छ? को हुनुहुन्छ? आउनुहोस् मसँग, आउनुहोस्, म तपाईँलाई पूजा गर्ने तरिका विधि सबै सिकाएर पठाइदिन्छु। किनकि म त पुजारी होइन, त्यही पनि आउनुहोस्, तपाईँलाई म सबै विधिहरू सिकाएर पठाइदिन्छु पुजारीज्यू। म पत्रकार सृजन गुरुङ हो, मेरो ठेगाना भुजातो। आउनुहोस्, तपाईँ भुजा सृजनको घर कता भन्दै सोध्दै आउनुहोस्। म तपाईँलाई सबै यावत विधिहरू, यसरी पूजा गर्ने, यसरी बस्नु, यसरी यो आसनमा बस्नु, यसरी पूजा गर्नु, म तपाईँलाई सब सिकाएर पठाइदिन्छु पुजारीज्यू। तपाईँले यो अकलादेवी मन्दिर सरसफाइ गर्नु पर्यो। अब आइन्दा यस्तो देख्यो भने म तपाईँलाई कडाभन्दा कडा कारबाहीको जारी गर्छु। मन्दिर सरसफाइ गर्नु पर्दैन। तपाईँ आएर बत्ती सल्काएर मात्र तपाईँको कर्तव्य पुरा हुन्छ। तपाईँको जिम्मेवारी कति धेरै छन् पुजारी पदमा रहँदै गर्दा। यहाँबाट उठेको दान भेटी त तपाईँ त दान भेटी लिन भनेपछि त तपाईँ त अग्रस्थानमा हुनुहुन्छ। मलाई थाहा छ, सबै ठाउँको पुजारीको बानी मलाई थाहा छ। म किनकि धेरै ठाउँको मन्दिरहरू घुमेको छु, मैले धेरै ठाउँको मन्दिरहरू देखेको छु, मैले अवलोकन पनि गरेको छु। मैले टिप्न त टिपेको छैन। जस मलाई यहाँको मन्दिरमा यस्तो समस्या छ भने सब अल धेरै जसो मन्दिरको मलाई थाहा छ। तपाईँ पुजारी पदमा रहँदा यस्तो थोत्रा सामग्रीहरू यहाँभित्र राख्ने हो। यहाँ जल होला, यो जल कहिलेदेखिको जल यस्तै राख्न पाइन्छ। यस्तै मन्दिर सरसफाइ गर्नु पर्दैन। यस्तै फुलहरू यस्तै भूमिमा छोड्न पाइन्छ। यस्तै अगरबत्ती जलाएर तपाईँको अगरबत्ती बालेर हिँडेर तपाईँ कर्तव्य पुरा हुन्छ। म तपाईँलाई
तपाईँको ध्यान आकर्षण गराउन चाहन्छु। पुजारीज्यू को हुनुहुन्छ, म उहाँलाई ध्यान आकर्षण गराउँछु। म पत्रकार सृजन गुरुङ। मेरो ठेगाना पुनः तपाईँको वार्ड नम्बर 8 बुझ्छ। मेरो भिडियोलाई धेरैभन्दा धेरै लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु। बेस्ट अफ लक, बाई बाई। पुनः अर्को भिडियोमा भेटौँला।